मलाई चाहिँ लिङ्क्डइनमा चाहिँ लास्ट फ्यु विक्सदेखि चाहिँ 10 to 12 मेसेज आयो होला कि जस्ट आस्किङ द सेम क्वेसन, हजुरले क्यानाडामा मास्टर्समा स्कलरसिप कसरी पाउनुभयो भनेर। सबैको मेन एउटा क्वेसन चाहिँ के थियो भन्दाखेरि मलाई त कतिजना सिनियरहरूले क्यानाडामा चाहिँ स्कलरसिप पाउँदैन भनेर भन्नुहुन्छ भनेर थियो कि एउटा क्वेसन चाहिँ कमन। अनि आई थट कि मेबी मेरो भिडियोले कसैलाई हेल्प गर्छ कि भनेर अनि आई डिसाइडेड टु मेक दिस भिडियो। कन्सल्टेन्सिजहरू के नेपालमा चाहिँ क्यानाडामा चाहिँ स्कलरसिप दिँदैन भनेर भनेको मैले सुनेको थिएँ, इभन मेरै टाइममा पनि होइन। अनि सो मान्छेहरूलाई चाहिँ यो पर्सेप्सन छ कि क्यानाडामा स्कलरसिप पाउन गाह्रो छ अथवा पाइँदैन भनेर। बट मास्टर्स र पिएचडीमा चाहिँ यु विल गेट स्कलरसिप मजाले होइन, राम्ररी नै पाउनुहुन्छ। क्यानाडामा चाहिँ दुईवटा टाइपको मास्टर्स गर्छन् कि मान्छेहरूले, एउटा चाहिँ कोर्स बेस्ड र एउटा चाहिँ रिसर्च बेस्ड। कोर्स बेस्डमा चाहिँ स्कलरसिपहरू पाउन अलिक गाह्रो हुन्छ, एन्ड बट थेसिस बेस्ड रिसर्च बेस्ड मास्टर्समा चाहिँ लाइक 99.99% स्योरली पाउनुहुन्छ कि हजुरले स्कलरसिप होइन। स्कलरसिप भनेको चाहिँ लाइक जिआरए भन्छ होइन, ग्रेजुएट रिसर्च एसिस्टेन्टसिप अथवा टिए भनेर हुन्छ, टिचिङ एसिस्टेन्टसिप। त्यो दुइटामा एउटा चाहिँ दिन्छन् कि उनीहरूले मास्टर स्टुडेन्टलाई। म्याक्सिमम् प्रोग्रामहरूमा चाहिँ हजुरले प्रोफेसरलाई इमेल गर्नुपर्ने हुन्छ कि त्यो डिपार्टमेन्टको प्रोफेसरहरू को हुनुहुन्छ भनेर हेरेर होइन। अनि कुनै कुनै डिपार्टमेन्टमा चाहिँ यु क्यान एप्लाई डाइरेक्टली टु द डिपार्टमेन्ट होइन, त्यो चाहिँ अब हजुरहरूले नै आफैले रिसर्च गर्नु पऱ्यो। एन्ड इमेल गर्दाखेरि चाहिँ सबै प्रोफेसरलाई एउटै जेनरल इमेल हुन्छ नि, च्याट जिपिटीबाट लेख्न लगाएर त्यसरी पठाउनु भयो भने चाहिँ उनीहरूले नि दे आर नट डम नि त, उनीहरूलाई नि बुझ्छन् नि त यो चाहिँ लाइक दे आर सेन्डिङ द सेम इमेल्स टु एभ्री वान भने। उनीहरूको रिसर्च चाहिँ केमा छ भनेर हेर्ने। अनि मलाई चाहिँ तपाईँको यो रिसर्चमा इन्ट्रेस्ट लाग्यो अथवा कुनै उनीहरूको पेपर पढ्ने, अनि मलाई चाहिँ हजुरको यो पेपरमा चाहिँ यो कुरा एकदम मन पर्यो, सो आइ एम रिचिङ आउट टु यु भनेर फर्स्ट प्याराग्राफ चाहिँ त्यस्तो हुनु पर्यो कि। आई क्यान मेक मोर भिडियोज अबाउट दिस थिङ्स डिटेलमा, लाइक इमेल कसरी लेख्ने, कसरी रिच आउट गर्ने, कसरी खोज्ने प्रोफेसर। मेन त यो प्रोफेसर कसरी खोज्ने भनेर मलाई पनि थाहा थिएन राम्ररी, लाइक नेपालमा हुँदाखेरि होइन। अनि मैले कतिजना बाहिर भएको दाइ दिदीहरूलाई रिच आउट गर्दाखेरि चाहिँ दे विल जस्ट सेन्ड मी अ जेनरल मेसेज, हुन तपाईँ बिजी भइन्छ अफकोर्स, तर त्यही भएर पनि मलाई चाहिँ आजकल लिङ्क्डइनमा कसैले मेसेज गर्दाखेरि चाहिँ मैले मेसेज गर्दाखेरि चाहिँ एकदम जेनरलाइज मेसेज रिप्लाई आउँथ्यो। आई डोन्ट वान्ट टु बी लाइक द्याट भनेर म चाहिँ पुरा 2-3 पेज एन्सर लेखेर पठाइरहेको हुन्छु कि। अनि म 10-12जनालाई 2-3 पेज एन्सर लेखेर पठाउनु भन्दा त बरु मेबी भिडियो बनायो भने धेरैलाई हेल्प हुन्छ कि भनेर सोचेको हो होइन। इफ यु वान्ट टु नो मोर स्पेसिफिक क्वेसनहरू सोधेर कमेन्ट गर्नुहोस् सो द्याट आई क्यान एन्सर इट। थ्याङ्क यू।